हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। हेर्नुस् न, आज चाहिँ बाबु खेल्न भनेर लागिरहेको थियो अनि उ चाहिँ त्यो गोबरहरू खेलिरहेको छ कि एकदम धेरै चकचक गर्ने बच्चाहरू के भएको होला। हुन त बच्चाहरू सबैको त्यस्तै हो है, तर हेर्नु न गोबर ग्यासमा पुरा गोबर उठाएर राखिरहेको छ के। ऊ यत्तिकै हो क्या, दिनभरि चलेको चले खेलेको खेले गरी नै राख्छ। अनि आमाले आएर गोबर फालिदिनु भयो अनि ऊ ढल्केर हेरिराखेको छ क्या तल। आमाले चाहिँ त्यहाँ देखाइरहनु भएको छ, ऊ हेर त भनेर, तर ऊ मानेकै छैन क्या। यस्तै हो, खालि ऊ चकचक 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 गरि नै रहने राख्ने यस्तै भनिराख्छ क्या। अनि आमाले गोबर उठाउन लाग्नुभयो, उसले नि झ्यास उठाएर हाल्यो अब गोबर ग्यासमा। उसलाई थाहा छ नि त त्यहाँबाट गोबर घोल्छ भनेर, त्यही भएर ऊ चलाइराखेको छ, घोल्ने रे पुरै घोल्ने भनेर घोल्न लागिरहेको छ। अनि तान्न खोजिरहेको छ, सकिरहेको छैन। ओह, अब घुमेर गएर पुरै तान्छ, अब त्यो तानेर यता लिएर आउँछ। अनि यता आमाले चाहिँ भर्खर सोरिराख्नु भएको छ गोबरहरू। अनि बाबु चाहिँ खेलिराखेको छ, भुइँमा बसेर खेलिराखेको छ। ऊ गोबर टिप्दै हाल्दै गर्न लागिरहेको छ। ऊ चाहिँ पुरा ऊ खेलाउने कुरा पायो, अब त्यो खान्छ भनेर मैले चाहिँ फालिदिएको। अनि ऊ चाहिँ पुरै टिप्योहरू पाएन, अनि फेरि उता गयो। अनि अब फेरि टिपेर लिएर मैले फालिदिएँ, उसले टिपेर मुखमा हालिसक्यो। अनि फेरि मैले खोसेर फालिदिएँ, अनि फेरि उसले दाउरा टिपेर पुरै उ गरिरहेको छ। जे कुरा पनि मुखमै हो क्या, जे कुरा पनि मुखमै। हेर्नुहोस् न, उसले मुखमै हाल्ने हो जे कुरा पनि, उसले भुइँमा हानेर त राख्दैन। अनि मैले चाहिँ पिट्दिएको के। अनि उता आमाले चाहिँ गोबर लिएर आएर यसरी राख्नुभयो गोबर ग्यासमा। अनि ऊ चाहिँ हेरिरह, त्यही माटो चलाउने, ढुङ्गा चलाउने, अब ढोका चलाउँछ। पुरा ढोका खोल्न लागिरहेको थियो, मैले ढोका चाहिँ खोल्न दिइनँ, यता चाहिँ नानी छ। अनि आमाले चाहिँ गोबर ग्यासमा गोबर हालेर अनि घुमाइराख्नु भएको, बाबुलाई बोलाइराख्नु भएको छ। अनि अब जान्छ ऊ। अनि दिदी बाठा गयो, दिदीलाई आऊ भन्यो। दिदी चाहिँ पुरा उ गरिरहेको थियो, खेलिरहेको थियो। अनि हेरिरहेको छ त्यहाँ गोबर हाल्ने कसरी हो भनेर हेरिरहेको छ। अब त्यो गोबर ग्यास चलाउँछ पुरै, आमाले चाहिँ चलाउन सिकाइराख्नु भएको छ नि त, त्यही भएर चलाउँछ अब। अनि दिदी भाइ खेलिरहेका छन्। चलाइरहेछ ऊ चाहिँ चलाइ नै राख्ने हो कि, यत्तिकै हो चल्न र खेल्न।